भिक्षा माग्दै ज्ञान बाँड्दै जाने क्रममा एक दिन भगवान बुद्ध निकै नै धनी व्यक्तिको घरमा पुगे। भगवान बुद्धलाई देख्न साथ ती व्यक्ति बाहिर निस्केर ठुला ठुला स्वरले तथा नाम गाली गर्दै बुद्धलाई त्यहाँबाट लखेरिदिन्छन्। निकै समयहरू यसरी नै बितिरहेको हुन्छ। धेरै वर्ष पछाडि भगवान बुद्ध त्यही घरमा फेरि पनि भिक्षा माग्नलाई आइपुग्छन्। त्यतिकैमा ढोका छेउमा बसिरहेको एउटा खैरो रङको कुकुरले भगवान बुद्धलाई हेरेर टोकौँला झैँ गरेर ठुलो ठुलो स्वरले भुक्न थाल्छ। भगवान बुद्धले त्यो कुकुरतिर हेर्ने बित्तिकै थाहा पाउँछन् र भन्न थाल्छन्, ए कोते, तिमी मान्छेको जुनी हुँदा पनि यस्तै गर्थ्यौ, अहिले पनि मलाई खाउँला झैँ गर्छौ। यति सुन्ने बित्तिकै कुकुर जुरुक्क उठ्यो र ढोका छेउतिर गएर लुरुक्क सुत्यो। अनि भगवान बुद्ध त्यहाँबाट अन्तैतिर लागे। केही बेरमा त्यो घरको धनी व्यक्ति आइपुग्यो र यो कुकुर किन यसरी सुतिरहेको ह भनेर सबैलाई सोध्न थाल्यो। यतिकैमा एकजना कामदारले अघि भएका सारा कुराहरू धनीलाई सुनायो। ती घर धनी यो कुरा सुन्न साथ भगवान बुद्धसँग रिसाउँदै भगवान बुद्धको कुटीतिर लागे। बुद्धलाई देख्न साथ उनी आफ्नो ठुलो आवाजमा मेरो बुवाको नाम त्यो कुकुरलाई किन दिएको ह भनेर सोध्न थाले। ती धनी व्यक्तिलाई भगवान बुद्धले जति सम्झाउँदा पनि लागेन र अन्त्यमा कुकुरलाई सम्मानका साथ मेजमान गर्नु, 84 व्यञ्जन टक्राउनु र निदाउन लागेको बेलामा हाम्रो पुर्ख्यौली सम्पत्तिहरू कहाँ छन् बुवा भनेर सोध्नु। यति भनेपछि तिम्रो प्रश्नको उत्तर तिमी आफै पाउनेछौ। भगवान बुद्धले अराएका सम्पूर्ण कुराहरू ती धनी व्यक्तिले आफ्नो घरमा गएर गर्छन्। अर्को भागको लागि प्रतीक्षा गर्नुहोस्।